हिजोको समयमा 700 वटा चर्च थियो नेपालमा हैन। धेरै पछि गणतन्त्र आएपछि अहिले 15,000 वटा भन्दा बढी चर्च छन्। यसको फन्डिङ के छ त? यसको स्रोत के हो त? नेपाल भनिदिनु पर्यो नि त हामीले। किन नेपाल सरकारले त फन्ड गरेको छैन त हैन। कसैको धर्म आस्थाप्रति होइन, यो त नेपालमा एकदमै सुनियोजित हिसाबमा हिन्दू राष्ट्र सनातन धर्म मान्नेहरूप्रति भएको आक्रमण हो। किनभने जनसङ्ख्या कसको घट्दैछ? जनजातिको घट्दैछ। जनसङ्ख्या सेन्सस रिपोर्ट हेर्नुभयो भने बुद्धिस्टहरूको जनसङ्ख्या घट्दैछ, हिन्दूहरूको जनसङ्ख्या गएछ। कहाँ गयो त यो मान्छेहरू? के कुराले धर्मान्तरण भइराखेको छ र कसको चाहिँ जनसङ्ख्याको गणनामा कसको चाहिँ जनसङ्ख्या बढिराखेको छ भन्ने कुरा हो। र हाम्रो विचार के हो भने कोही मान्छेले स्वेच्छाले धर्मान्तरण गर्छ, त्यो उसको इच्छाको कुरा हो। तर राज्यले कुनै पनि प्रलोभन देखाएर नदेखाएर धर्मान्तरण गराउन उक्साहट गर्नु चाहिँ गलत हो भन्ने कुरामा हामीले बोल्दा हामी चाहिँ मर्ने धम्की पाउन पर्ने, हामी बलात्कृत हुने धम्की पाउन पर्ने 90% शरणार्थी भएको देशमा मैले त अर्को कुरा बारम्बार उठाइराखेको छु, यो सरकारलाई पनि म उठाउन चाहन्छु। यो द ल्यान्ड अफ बुद्ध के भन्ने एउटा डकुमेन्ट्री सिरिज छ। मैले अहिले ठ्याक्क यहाँनिर एउटा तपाईँले धर्मान्तरणकै विषयमा बीबीसीले सन् 2023 मा क्रिस्चियन मिसनरीज टार्गेट द बर्थ प्लेस अफ बुद्ध इन नेपाल शीर्षकमा प्रकाशन गरेको सामग्रीलाई नै आधार मान्ने हो भने पनि साउथ कोरियाबाट इसाई धर्मका ठेकेदार बनी खटाइएका दम्पतिहरूले नेपालको ग्रामीण पहाडमा मूलतः जनजाति समुदायका मानिसहरूमा रहेको आर्थिक गरिबीपन र आध्यात्मिक कमजोरीपनको कारणले सिङ्गो गाउँलाई नै धर्मान्तरण गराउन सफल रहेको कुरा स्वीकार गरेको छन्। यो मैले भनेको होइन नि, यो त यो पास्टरहरू जो बाहिरबाट चाहिँ खेताला लाएर पठाइएको थियो नेपालमा चाहिँ हिन्दू धर्मलाई चाहिँ बाट सनातनीहरूलाई धर्मान्तरण गाउने, त्यसको विरुद्धमा बोलेको हो हैन। त्यसले गर्दाखेरि मैले चाहिँ भन्न खोजेको के हो भन्दाखेरि संविधान संशोधन हुँदैछ, धर्मान्तरणलाई रोक्नुपर्छ, नेपाललाई हिन्दू राष्ट्र बनाऊ, यो कुरामा चाहिँ बहस त सुरु हुनु पर्यो नि त। त्यो कार्यदलको सूचीमा त धर्मनिरपेक्षता राख्नु पर्यो नि, किनभने हामी 90% सनातनीले पनि त यो देशको हिन्दू किराँत बौद्ध बहनहरूले हाम्रो पनि त विचार राख्छौँ भनेर मैले त्यो प्रसङ्गमा भनेको थिएँ। तर यहाँ चाहिँ के भयो भन्दाखेरि अब त्यसलाई उल्टो व्याख्या गरेर खुशबु ओलीले चाहिँ इसाई धर्मको विरुद्ध बोल्यो भन्ने किसिमको व्याख्या गरियो र मलाई चाहिँ सुनियोजित रूपमा अहिलेसम्म पनि आक्रमण भइराखेको छ। हेर्नुहोस्, इन्टरनेसनल रिलिजियस फ्रिडम समिटमा पनि तपाईँको वासिङटन डीसीमा जेडी भ्यान्सले नै कोट गरेको छन् कि धर्म परिवर्तन भइराखेको छ नेपालमा भनेर। तर सिम्पली हामीले हेर्दा पनि आज तपाईँ हाम्रो गाउँमा जुन रेसियोले चर्च निर्माण भइराखेको छ त्यसको स्रोत राज्यले खोज्नु पर्दैन। यति मात्रै मेरो कुरा। किन नेपाल सरकारले त फन्डिङ गरेको छैन र नेपाल सरकारले 2 पटक गृह मन्त्रालयले चाहिँ पत्राचार गरेको छ जिल्ला यो प्रशासनहरूलाई कि धर्मान्तरण भएको गतिविधिलाई चाहिँ रोक्नुस् भनेर एकपटक। र जति पनि आइएनजीओहरू छन् जसले चाहिँ आइएनजीओहरूले नेपालमा पैसा ल्याउने अनि चाहिँ धर्मान्तरणको गतिविधिमा लगाउने आइएनजीओहरूको चाहिँ नवीकरण नहोस् भनेर 2 चोटि किन खारेजी गर्यो त यदि देशमा धर्मान्तरण भएको छैन भने? हामीले उठाएको मुद्दा यति मात्रै हो। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि भारतमा केही समय पहिला 1956 जस्तो मलाई लाग्छ एउटा चिफ जस्टिस फर्मर चिफ जस्टिसको चाहिँ अध्यक्षतामा नियोगी कमिटी बनेको थियो कि त्यो नियोगी कमिटीमा पनि के भनेको थियो भन्दाखेरि यदि धर्मान्तरण जुन गतिले धर्मान्तरण भइराखेको छ यदि धर्मान्तरण मोडल भयो भने चाहिँ त्यो चाहिँ देशको सुरक्षा राष्ट्रिय सुरक्षा देशप्रतिको इमान्दारितामा पनि खतरा हो भन्ने विषय त्यो नियोगी रिपोर्ट पनि हामीले रेफरेन्स लिने हो भने त्यहाँ पनि भनिएको छ। त्यही भएर मैले त्यसलाई यहाँ कोट गर्न खोजेको कारण के हो भने राष्ट्रिय अखण्डता भनेको धर्म राष्ट्रिय सुरक्षा सार्वभौमसत्ता सबै कुरा हो र आज धर्मनिरपेक्षताको माध्यमबाट कसैले यो मुलुकमा आक्रमण गर्दैछ भने गलत गतिविधि गर्दैछ भने त्यो राष्ट्रिय सुरक्षामा खतराको विषय हो भनेर एउटा सांसदले सार्वभौम संसदमा आवाज उठाउनु कसरी गलत हुन सक्छ हैन? यति मात्रै हो आज यो धर्मान्तरणको विषयमा उठाउनु भइसकेपछि गृहमन्त्री सुदन गुरुङले परामर्श पनि गर्नु भएको देखिएको थियो। अब यहीसँग रिलेटेड उहाँले हिजो दोस्रो पटक गृहमा कमब्याक गर्दै गर्दा दरबार हत्याकाण्डको छानबिन गर्छु भनेर निर्णय गर्नु भएको छ 4 वटा मध्ये एउटा। यो दुईटै कुरालाई चाहिँ तपाईले कसरी हेर्नुहुन्छ? यो दरबार हत्याकाण्डको चाहिँ हामी राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्पक्षताको छानबिन होस् हामी त्यसको स्वागत गर्छौँ। गृहमन्त्रीज्यूलाई हाम्रो धन्यवाद पनि छ पार्टीको तर्फबाट र मलाई चाहिँ उहाँले यो तपाईलाई जसले धम्की दिइरहेको छ तिनलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनुस् हामी कारबाही गर्छौँ भनेर भन्नुभएको छ हैन। त्यसको लागि म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। तर यति मात्रै हो
यो देश सनातन धर्म परम्परा संस्कृति सहितको हामी के चाहन्छौँ भने सर्वधर्म समभाव सहितको धार्मिक स्वतन्त्रता सहितको हिन्दू बौद्ध किराँत बाहुन सहितको सनातन हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने हाम्रो चाहिँ माग हो। र यो संविधान संशोधनमा यदि यो विषय समेटिएन भने यो देशमा धर्मको लागि एकचोटि राष्ट्रिय प्रजातन्त्र पार्टी होइन सिङ्गो सनातनी जागेर उठ्छ। यति चाहिँ यो सरकारले बुझ्नुपर्छ। धन्यवाद।